सर्वप्रथम त डु भर्बका विभिन्न 5 वटा रूपहरू V1, V2, V3, V4 र V5 हामी सुरुमा हेर्ने छौं। त्यसपछि यसका विभिन्न अर्थ तथा प्रयोगहरूको बारेमा कुरा गर्ने छौं। पहिला सुरुमा डु यो V1 अथवा इन्फिनिटिभ भयो, अथवा यसलाई हामी रूट भर्ब पनि भन्न सक्छौं। V2 डिड भइहाल्यो। V3 जसलाई हामी पास्ट पार्टिसिपल भन्छौं त्यो हुन्छ डन। त्यसपछि V4 जसलाई हामी प्रेजेन्ट पार्टिसिपल भन्छौं त्यो हुन्छ डुइङ र V5 चाहिँ डज। सो डु, डिड, डन, डुइङ, डज यति 5 वटा रूपहरू भए। यसमा डु चाहिँ आइसँग, म भन्ने अर्थमा आइसँग र अन्य बहुवचनसँग प्लुरलहरूसँग लाग्ने गर्दछ। यसमा एउटा कुरा हामीले के बुझ्नुपर्छ भने सेकेन्ड पर्सन द्वितीय पुरुषको यु ले एकजनालाई बुझाउँदा पनि त्योसँग हामी यो बहुवचन क्रिया नै प्रयोग गर्छौं, धेरैजनालाई बुझाउँदा पनि बहुवचन नै प्रयोग गर्छौं। मैले भन्न खोजेको डु चाहिँ म भन्ने अर्थमा आइसँग र अन्य बहुवचनहरू साथै तपाई, तिमी भन्ने अर्थमा यु सिंगुलरसँग पनि प्रयोग हुन्छ। त्यसैगरी डज चाहिँ तृतीय पुरुष एकवचन थर्ड पर्सन सिंगुलरसँग प्रयोग हुने गर्दछ। अब पास्ट पार्टिसिपल र प्रेजेन्ट पार्टिसिपल चाहिँ यिनीहरूलाई ऑक्सिलरीको रूपमा प्रयोग हुँदैन। ऑक्सिलरीको रूपमा चाहिँ हामी V1, V2 र V5 लाई मात्र ऑक्सिलरीको रूपमा प्रयोग गर्छौं। मैले पहिला नै ह्याभ भर्बको चर्चा गर्दा पनि भनिसकेको छु, ऑक्सिलरीको रूपमा यसको काम भनेको काल परिवर्तन गर्ने मात्रै हो, अरु केही हुँदैन। त्यस्तै यहाँ पनि त्यही नै हो डु भर्बको पनि। तर डु भर्बका केही मेन भर्बको रूपमा प्रयोगहरू छन्, त्यो हामीले बुझ्नुपर्ने हुन्छ। सर्वप्रथम त हामी सबैले जानिराखेको डु को चाहिँ एउटा साधारण अर्थ के हो त, कुनै कामहरू गर्नु हैन, गर्नु भन्ने अर्थमा डु प्रयोग हुन्छ। अब यस अर्थमा यो डु चाहिँ गर्नु, अनि प्रश्न सोध्दा हामीलाई ऑक्सिलरी भर्ब डु चाहियो। यसरी गर्दा के पनि हुन सक्छ भन् त, व्हाट डु यु डु ड्युरिङ द वीकेन्ड। वीकेन्डमा, हप्ताको अन्त्यमा के गर्नुहुन्छ, अथवा शनिबार आइतबार, अथवा नेपालको हकमा भन्ने भने शनिबार मात्रै भनौं, शुक्रबार बेलुकादेखि शनिबार के गर्नुहुन्छ। व्हाट डु यु डु ड्युरिङ द वीकेन्ड। अथवा भूतकालमा सोध्नु पर्यो भने व्हाट डिड सी डु बिफोर गेटिङ म्यारिड। विवाह अघि उनले के गर्थिन्। यसरी डु, डिड चाहिँ हामी ऑक्सिलरीको रूपमा प्रश्न सोध्नको लागि प्रयोग गर्न सक्छौं। र यहाँनेर दोस्रो डु जुन प्रयोग भएको थियो उले गर्ने भन्ने अर्थमा प्रयोग भयो। यसैगरी अर्को अर्थ के हुन्छ त डु भन्नेको, पकाउनु, कुनै खानेकुरा बनाउनु भन्ने पनि अर्थ लाग्दछ। जस्तो आई एम फिलिङ लेजी टुडे, I'll just do an omelette। आज मलाई अल्छी लागेको छ, म एउटा अमलेट मात्रै पकाएर खान्छु। I'm feeling lazy today, so I'll do an omelette। एउटा अमलेट मात्रै पकाउँछु भन्ने, पकाउनु भन्ने अर्थमा पनि डु आयो यहाँनेर। त्यस्तै गरी डु चाहिँ कुनै अपराधमा, कसुरमा
जेलमा समय बिताउनु, कैदमा बिताउनुलाई पनि डु भनिन्छ। डु भन्ने भर्ब प्रयोग गर्न सकिन्छ। जस्तो आवर प्राइम मिनिस्टर has done 14 years for murder। हाम्रा प्रधानमन्त्रीले हत्याको कसुरमा 14 वर्ष जेल सजाय भोग्नु भएको छ। डु भन्ने भर्ब हेर्नुहोस् है, यहाँनिर मेन भर्बको रूपमा डु चाहिँ यसरी प्रयोग भएको छ। अब हामीले दुईटा कुरा के बुझ्यौं त भन्दाखेरि डु, डिड र डज यति तीनटा रूपलाई चाहिँ हामी ऑक्सिलरीको रूपमा प्रयोग गर्छौं र डन र डुइङ चाहिँ अनि बाँकी तीनटा डु, डिड, डज सँगै यिनहरूलाई चाहिँ मेन भर्बका रूपहरूमा मात्रै प्रयोग गरिन्छ। ऑक्सिलरीको रूपमा डन र डुइङलाई चाहिँ प्रयोग गर्न सकिँदैन। डु, डिड, डज मात्रैलाई चाहिँ ऑक्सिलरीको रूपमा प्रयोग गर्ने हो। जस्तो अब प्रश्नहरू सोध्दा डु यु डु एनी ड्रग्स, केही नशा गर्छौ? डु यु डु, हेर्नुहोस् है सुरुमा आएको डु के भयो? यो ऑक्सिलरी हो, प्रश्न सोध्नको लागि मात्रै प्रयोग गरिएको, यसको कुनै अर्थ छैन। तर दोस्रोमा आएको डु चाहिँ के हो? यो मेन भर्ब हो। यसले चाहिँ गर्नु अथवा सामान्यतया यहाँनिर कुनै नशाको कुरा भएकोले लत लागेको छ भन्ने किसिमको अर्थ पनि बोक्यो। त्यस्तै गरी डज सी स्पिक रसियन, उनी रसियन बोल्छिन्। अब यहाँनिर डजले केही अर्थ जनाउँदैन, खाली यो एउटा मार्कर मात्रै हो, सिन्ट्याक्टिक मार्कर भनिन्छ यस्तोलाई। तर स्पिकले चाहिँ मुख्य अर्थ बोकेको छ, बोल्छिन्, भाषा कुनै भाषा बोल्नु। डज सी स्पिक रसियन, उनी रसियन बोल्छिन्, यो खालको अर्थ भयो। आशा छ यो भिडियो हेरेर तपाईहरूले ऑक्सिलरी भर्ब डु र मेन भर्ब डु का विभिन्न प्रयोगहरू सिक्नुभयो होला र कुन अवस्थामा डु चाहिँ ऑक्सिलरी हुन्छ र कुन अवस्थामा मेन भर्ब हुन्छ भन्ने पनि थाहा पाउनुभयो होला। यतिन्जेलसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। च्यानललाई सब्स्क्राइब गरेर सहयोग गरिदिनु भएकोमा पुनः एकपल्ट धन्यवाद दिन चाहन्छु र मेरा अरू भिडियो पनि हेरेर केही सिक्न सक्नुहुनेछ भन्ने आशा राख्दै अर्को पटकसम्मको लागि बिदा चाहन्छु। म तपाईहरुकै अंग्रेजी मास्टर अर्जुन पौडेल। धन्यवाद। फेरि भेटौँला।